साथीहरू गुड इभिनिङ। म नास्ताको रूपमा सानो खालको आलुको सदुपयोग गर्दैछु है साथीहरू। सानो आलुको सदुपयोग यसरी गर्दैछु है। प्याज लगाएँ, यसमा मैले नास्ता बनाउन लागिरहेको छु है साथीहरू। धनियाँ लगाएँ मैले यसमा। सानो सानो आलु छ भने यसरी सदुपयोग गर्नु होला। खोर्सानी काटेको अलिकति लगाएँ। आलु पकौडा बनाउँछु ल म। त्यस पछाडि फापरको पिठो लगाएँ। यति मैले फापरको पिठो। त्यस पछाडि म लगाउँदै जान्छु है साथीहरू के हो। अनि आलु पकौडा बनाउँछु। आफैले पिसेको खोर्सानीको धुलो है यो। आफैले पिसेर बनाएको भुटेर मिठो टेस्ट आउँछ यसमा है त। मिठो टेस्टी छ यो। आफैले पिसेको मसला हो। जिरा धनियाँको धुलो। त्यस पछाडि गएर नुन लगाएँ मैले यति है साथीहरू। अब कस्तो हुँदो रहेछ आलु पकौडा हेर्नु होला है त। खानुपर्छ। सानो आलुको रेसिपी। आलु मैले फुटाउँदिनँ, यसरी नै मैले बनाएँ। अब मैले पकाउँछु पकौडा। त्यस पछाडि खाने टमाटरको चटनी बनाएर भिरे नुन छर्केर हल्का भिरे नुन छर्किन्छु। अनि त्यहाँदेखि टमाटरको चटनीसँग एकदम मिठो हुन्छ है साथीहरू। नास्ताको रूपमा खानु होला। फापरको पिठोले एकदमै राम्रो गर्छ हाम्रो शरीरलाई। त्यसैले मैले यो रेसिपी बनाएको छु। मैले अलिकति लसुनको पत्ता पनि माथिबाट लगाइदिएँ। अब मैले यसरी पकाउँदैछु आलु पकौडा। अब आलु पकौडा पाक्न लागिसक्यो साथीहरू। पाक्दैछ मजाले सानो आगोमा हरिएर पाक्दैछ। त्यस पछाडि यस्तो भयो रातो तरिकाको भयो। कस्तो मिठो हुन्छ, ओभानो हुन्छ। तेल पनि हुँदैन यसमा, तेल बस्दैन है साथीहरू। खानालाई एकदम मिठो हुन्छ। अब हामी खानालाई आमा छोरा रेडी गरेका छौँ। मैले